आज चाहिँ हामी डोको लिएर घाँस जाँदैछौँ। डोकोमा घाँस काट्ने बेला भयो। मसँग मेरा भाइहरू पनि छन्, 3 जना। डोको थोत्रो थोत्रो छ हाम्रो। यस्तै हो गाउँले जीवन हो। एउटाले घाँस काट्दैछ, मजासँग घाँस काट्ने हो। यो जेठाले काट्दैछ, माइलोले काट्न लाग्यो, माइलो पनि घाँस काट्दैछ। यतातिर माइलो मसिनो घाँस काट्दैछ, मजासँग घाँस काट्छ हो। अब यतातिर कान्छाले काट्दैछ अर्को मेलोमा बसेर मजासँग घाँस काट्ने बाटोको छेउमा काट्दैछौँ। यतातिर म घाँस काट्दैछु। हामी चाहिँ डोकोभरि घाँस काट्छौँ हो। यसरी मजासँग बसेर उठेर धुलो घाँस चाहिँ डोकोमा काटेर डोकोमा बोक्न सजिलो हुन्छ। डोकोमा चाहिँ यसरी घाँस खाँदेर हाल्नुपर्ने हुन्छ। पसिना आयो घाँस काट्दा काट्दै। अब चाहिँ हाम्रो भारी पुगिसकेको छ, डोको भरियो। अब डोको बोक्नु पर्यो। डोको बोकेर घर जाँदैछौँ है त। हामी चाहिँ अब घर जाने बेला भयो। डोको भरियो, घाँस अलि गरुको भएछ। आजको भिडियो कस्तो लाग्यो हेरेर लाइक कमेन्ट गरिदिनु होला है त। दिस इज आवर भिलेज लाइफ।